हजुरहरूले अन्तिम पटक त्रिशूल कहाँ देख्नुभयो? किताबमा, फोटोमा वा मोबाइलहरूमा? जे होस्, तपाईँहरूले जहाँ देखेको भए पनि मैले चाहिँ आज प्रत्यक्ष देख्न पाएँ है। त्यो पनि विश्वकै सबैभन्दा अग्लो त्रिशूल। साथीहरू, वेलकम टु माई मिनी भ्लग। आजको डे हो फ्यामिलीसँग घुम्ने, यताउता तनाव यो त्यो भनेर मरिजाने जुनीमा कहिलेकाहीँ त घुम्नु पनि त पर्यो नि। त्यसैले आज हामी जाँदैछौँ दाङको घोरा स्थित धारापानी भन्ने धार्मिक स्थलमा, जहाँ अलौकिक शक्ति भएको साँझको रुख रहेको छ। शिव महादेव, तिमी आएको छैनौ? सो यही थियो हाम्रो आजको एक्सप्लोरेसन। घुम्नु इज अलवेज द नेक्स्ट स्टोरी अफ आवर लाइफ। कहिलेकाहीँ नयाँ ठाउँको यात्रा नि जीवनको सबैभन्दा राम्रो सिकाइ बन्न सक्छ। तपाईँ पनि आफ्नो वरपरका सुन्दर गन्तव्यहरू खोज्न नबिर्सनुहोस् है त। मन परेरै हो कि सबलाई देऊ हातैमा मलाई राखौ पातैमा।